सबैजनालाई गुड मर्निङ साथीहरू। म चाहिँ आज त घुम्न जाँदैछु साथीहरू। अनि गाडी पनि छैन साथीहरू। अनि जाँदैछु साथीहरू, जाँदैछु देख्न सक्नुहुन्छ उकालोको बाटो। अनि अलिक अप्ठ्यारो छ साथीहरू। अनि उकालो देख्न सक्नुहुन्छ, उकालो अलिकति। त्यसपछि भनेको हामी रोडमा आइपुगिसकेको छौँ। अनि यो मेन रोड यस्तो छ साथीहरू, घाम पनि लागिसक्यो। बिहान 6 बजे हिँड्ने भनेको यतिखेर भइसक्यो। ल उही यस्तै छ साथीहरू। अनि एकदम बिहान हिँड्ने एक्सर्साइज हुन्छ। ओके, गाडीहरू पनि आएको छैन। ओके, जाँदैछौँ। यो बस्ने ठाउँ रहेको छ। जाँदैछौँ साथीहरू। गाडीहरू जे भेटिन्छ त्यसमै चढेर जाने। ओके, जाँदैछौँ। गाडी सही छ। ओके, गाडी गइ पनि सकेको छ साथीहरू। यस्तो छ बाटो। रिजर्भ गरेर आएको गाडी गइसकेको छ। नयाँ वर्ष हो नि त साथीहरू, नयाँ वर्ष हो। म चाहिँ ऊ त्यो माथिको डाँडा पुग्नुपर्ने छ। लेट्स गो, हामी अगाडि बढ्दैछौँ। अनि केही समय बाद हामी आइपुग्यौँ लक्ष्मी चोक। हजुरहरू देख्न सक्नुहुन्छ लक्ष्मी चोक। ल आइपुगिसकेका छौँ लक्ष्मी चोक। अनि यहाँ अगाडि जानेछौँ हामी। अलिक माथिदेखि देखिने यो हाम्रो भन्ज्याङ साथीहरू। खासै क्यामेरा राम्रो छैन। ल यस्तो छ साथीहरू। म अलिक माथि आएर आइसकेको छु। अनि ल अगाडि हाम्रो फेरि पनि म आफ्नो हिँडाइलाई जारी राख्छु। हामी अलिकति हिँड्दैछौँ। हामी गुरुङ गाउँ भन्ने ठाउँमा आइसकेको छौँ। अनि घाम लागिरहेको छ। जति उकालो गयो त्यति गर्मी। ल साथीहरू जाँदैछु। अनि यहाँ गुरुङ गाउँको स्कुललाई पनि हजुरले देख्न सक्नुहुन्छ सायद। ल गुरुङ स्कुल आइसकेका छौँ। अगाडि जाँदैछु साथीहरू। सानो भाइ हुन्छ, जिस्काउँदै हुन्छ मलाई। ओके, अलिकति गाह्रै छ साथीहरू। अनि यहाँ सानो भाइहरू चाहिँ गोल खेल्दैछ। स्टप, लेट्स गो। हामी अगाडि जाँदैछौँ साथीहरू। उकालो बाटो छ। अनि म चाहिँ खलखली पसिना भइसकेको छु साथीहरू। मेरो हाल। अनि म चाहिँ यहाँ छु, पसिना आइरहेछ। अनि यहाँ छ झोला। ओके साथीहरू, जाँदैछौँ। लेट्स गो। अगाडि बाटो एकदम खतरा छ। घाम लागिरहेको छ, उकालो छ। ओके, गाउँको बाटो चाहिँ यस्तो छ साथीहरू। त्यही भएर बस्नु आएको। अनि ल हेर्नुहोस् त, यस्तो बाटो भएपछि गाडीहरू कसरी हिँड्ने, बाइकहरू कसरी हिँड्ने। ल जे होस्,
धन्न गाडी चाहिँ आउँछ, आज चाहिँ आएन र हिँड्दै जानु परिरहेको छ। यहाँ दोकान रहेको छ, के खाउँ त भन्ने साथीहरू, के खाउँ? ओके, हामी दोकानतिर गइसकेका छौँ। यस्तो रोड छ साथीहरू, एउटा गाडीको अहिलेसम्म चरो मुसो कुद्या होइन। अनि अघि हामीले चाहिँ एउटा ट्याक्सी गएको देख्यौँ। अनि यो रोड चाहिँ अनि पुरा अप्ठ्यारो छ साथीहरू, ढुङ्गा छ, ढुङ्गा छापेर बनाएको छ। ओके साथीहरू, देख्न सक्नुहुन्छ। म अब पुग्नै लागेको छु साथीहरू। मुडे पुग्नु अब 3 किलोमिटर बाँकी रहेको छ। ल, मुडे पुग्ने 3 किलोमिटर भनेपछि अब म आधी घन्टामा मुडे पुग्छु होला है त। ओके साथीहरू, यस्तो छ। अलिकति रोडदेखि उकालो आइसकेको छु। हामी हरिदी डाँडा भन्ने ठाउँमा म चाहिँ आइपुगिसकेको छु। यहाँ बस्ने ठाउँ छ साथीहरू। अनि मलाई चाहिँ साह्रैतिर लागेको कारणले म चाहिँ तातो पानी खान यता छिर्छु। र साथीहरू, म चाहिँ पानी खाइसकेपछि थोरै अलिकति मासतिर आइपुगेर चाहिँ भिडियो बनाउँदैछु साथीहरू। घाम लागेको कारणले अलिक त्यति सकिलो देखेको छैन, तर देख्न सक्नुहुन्छ यहाँ गुम्बा जस स्पष्ट देखिरहेको छ। यो चाहिँ फेरि ओके, हामी जाँदैछौँ साथीहरू। मैले हिँड्दा हिँड्दा एउटा चिज नोटिस गरेँ, जुन चाहिँ गुराँसको फुल रहेको छ हाम्रो। ओके।